मुक्तिनाथ मन्दिरकै परिसरमा छौँ है हामी यति बेला। यति सिँढी चढेर माथि आइसकेको छु म अहिले। यहाँ अक्सिजन लेभल कम हुने, लेक लाग्ने विविध समस्याहरू त छँदैछन्, तर पनि एकदमै स्वस्थ मस्त उमङ्ग सहित हिँडिरहेका छौँ। उयो अब मन्दिरको गेट हो, हामी नजिकै पुगिसकेका छौँ। यहाँ पर्यटकहरू विभिन्न ठाउँबाट आगमन भइरहेको छ। आज मौसम पनि एकदमै क्लियर सफा, मजाले घाम लागेको छ, चिसो भन्ने कुरा छँदै छैन। यस्तो राम्रो छ नि आजको मौसम। ल हेर्नुहोस्, आनन्द छ है। एकदमै आनन्द छ। अलिअलि दुःख त भइहाल्छ नि, हिमाली एरियामा छौँ, अलिअलि दुःख हुन्छ, तैपनि महसुस चाहिँ भएको छैन। हाम्रो दिदीले हेरिराख्नु भएको छ। देवी दिदी नमस्कार। आहा, कस्तो हिमालको काखमा प्रकृतिको पनि विचित्र छ। प्रकृतिको लीला पनि कस्तो विचित्र छ हेर्नुहोस् न। कुनै स्वर्ग भन्दा कमी छैन के प्रकृति। आहा हेर्नुहोस् त।